नमस्ते गाइज, हामी चाहिँ दसैँ मनाउन घरतिर हिँडेको भन न। हजुरहरू घर जानु भयो कि भएन दसैँ मनाउन भन न। उठेर 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 यहाँ बसेर दसैँ मनाउन घर जानु लाग्यो। नयाँ नयाँ नाना लाएर हेलो गाइज भन यस्तो। हेलो गाइज, हेलो नमस्ते। नमस्ते गर्नु। हामी चाहिँ अब दसैँ मनाउन गाउँ जाँदैछौँ। गाउँ जाँदैछौँ भन न। हजुरहरू जानुभयो त भन न। चाइनिज बोल्छ मेरो छोरीले। अब हामी घर गएर टिकी लगाउने है। के लगाउने के निधारमा के लगाउँछन् भन त। टिकी। ए छोरा त यतापट्टि आउनु छोरा, यतापट्टि आउनु। ठुलो छोरा यतापट्टि आउनु त हजुर। अब हामी दसैँ मनाउन कहाँ जाने? गाउँ जाने। गाउँ जाने भने यस्तो गर, यसरी छोरा। गाउँ जाने। बुढो बालाई भेट्न जाने। अनि बुढो बाको हातबाट टिकी लाउने है। बाबाले नयाँ नाना किनिदिनु भयो कि भएन? दसैँमा नयाँ नाना किनिदिनु भयो कि भएन? भएन। तिमीलाई अस्ति किन्ने के त त्यो नयाँ नाना होइन? होइन नयाँ नाना टिकी लाउँदा लाउने ल कुर्ता सुरुवाल है। अस्ति बाबाले किनिदिनु भएको है। हाँसे मात्रै। कहाँ हो तिमी? हामी कहाँ जानु लाग्यो? गाउँ भन न। बोल्दैन त ठुलो छोरा त। हामी दसैँ मनाउन गाउँतिर लाग्यौँ। तपाईहरु गाउँतिर जानुभयो कि भएन? अहिले चाहिँ हामी ठ्याक्कै कहाँ पुग्यो? हामी भैँसीपाटीबाट अब उता दक्षिणकाली हुँदै सिसिनेरी हुँदै हेटौडा हुँदै आज चाहिँ हामी कहाँ बस्ने? हेटौडै बस्ने होला होइन। हामी आज चाहिँ हेटौडै बस्ने। हेटौडाको बास हुन्छ आज चाहिँ हाम्रो। यो के हो अगाडि ल्याउने कसरी हो? यताबाट हेलो भन सानो। हेलो खुसीका। हेलो मम्मी। हाम्रो मम्मी चाहिँ धेरै लजाउनुहुन्छ कि। बुहारीलाई देखेर सासू लजाउने पनि यस्तो पनि हुन्छ त गाइज। देखाएको छ कि छैन हो थाहा? खुसी त झन् लजाएर फरक। खुसी आइ सानो, कहाँ हिँडेको तिमी? कहाँ हिँडेको? अलि ठुलो स्वरले बोल न हो। ल बुढो ड्राइभर, बुढी खलासी। बुढीलाई गाडी चलाउनु आउने भए त बुढोलाई खलासी राख्थ्यो। के गर्नु आउँदैन? कस्तो राम्रो बादल भ्यू कस्तो राम्रो भ्यू। खुसीका के छ? हाई गरिदिनु। हाई नमस्ते गर्नु। नमस्ते खोइ नमस्ते कि नमस्ते हाई होइन। गुड गर्ल। मेरे संग चल मेरी चाहत है
जीना अब मुश्किल नहीं तेरे बिना, तेरी हर मुस्कान मेरी जिंदगी की रोशनी, तू मेरी हर ख्वाहिश, तू मेरी हर कहानी। तेरे संग जिंदगी बन जाए, तेरे संग ख्वाबों को मिल जाए, तेरे संग जिंदगी बन जाए, तेरे संग ख्वाबों को मिल जाए, तेरे संग दिल को चुराने लगी तेगी, तेरे संग दुनिया भुलाने लगी, तेरे संग दुनिया भुलाने लगी, तेरे संग दानी हर लम्हा मुझे, तेरी हर बात पे दिल को समझाना है, तेरी आंखों में खोना मैं चाहता हूँ, तेरे बिना जीना मैं नहीं चाहता हूँ, तेरे संग ख्वाबों को मिल जाए, तेरे संग जिंदगी बन जाए, तेरे संग ख्वाबों को मिल जाए, तेरे संग दिल को चुराने लगी तेगी, तेरे संग दुनिया भुलाने लगी। तेरे संग जिंदगी बन जाए, तेरे संग ख्वाबों को मिल जाए, तेरे संग दिल को चुराने लगी तेगी, तेरे संग दुनिया भुलाने लगी। हालत हेरेँ मान्छेको हिँडेको 20 किलोमिटर भएको छैन, भमिट 2 चोटि, अब सोच 12 चोटि हुन्छ होला है। भगवान छोराहरू हेलो तेरे संग चल मेरी चाहत है, जीना अब मुश्किल नहीं तेरे बिना, तेरी हर मुस्कान मेरी जिंदगी की रोशनी, तू मेरी हर ख्वाहिश, तू मेरी हर कहानी, तेरे संग जिंदगी बन जाए, तेरे संग ख्वाबों को मिल जाए, तेरे संग जिंदगी बन जाए, तेरे संग ख्वाबों को मिल जाए, तेरे संग दिल को चुराने लगी तेगी, तेरे संग दुनिया भुलाने लगी, तेरे संग दुनिया भुलाने लगी, तेरे संग दानी हर लम्हा मुझे, तेरी हर बात पे दिल को समझाना है, तेरी आंखों में खोना मैं चाहता हूँ, तेरे बिना जीना मैं नहीं चाहता हूँ, तेरे संग ख्वाबों को मिल जाए, तेरे संग जिंदगी बन जाए, तेरे संग ख्वाबों को मिल जाए, तेरे संग दिल को चुराने लगी तेगी, तेरे संग दुनिया भुलाने लगी। कच्ची बाटो बोलाउनु तेरे संग स्पिड गर्ने ख्वाबों को मिल जाए, तेरे संग दिल को चुराने लगी तेगी, तेरे संग दुनिया भुलाने लगी। सन्ताउन्न 41 नम्बर कसको मिसेको हो सङ्गीत बनाएर कालेको मिसेको कहाँ आइपुग्यो कुले खाने
अस्ति नै भत्का पुल्यो है त भत्का थियो त्यो यो पुरानो बाटो बनाइसकेको रहेछ त होइन खोलाको बाटो लो गयो के गयो स्कुटी नै त मान्छे त गएन स्कुटी नै तल गयो नि छटो छोडेर गयो मान्छे जान्दैन त बिचरा स्कुटी गयो गाइस तल खोलामा पिम्फेदी बजार आइपुग्यो हामी चाहिँ छाड्दा आइपुग्यो के गर्नु यता यहाँ छ बुढाहरू खुसी लाड थाप्दैछ खुसीले गाह्रो भएको छ बिचरा लुकाइ यहाँ ड्राइभर साहब हुनुहुन्छ यता त सबै खाली त रहेछ नि मान्छे नि उड्यो भए त म ठ्याक्कै तपाईँले मोबाइल दिनुभयो नि मेरो हातमा ठ्याक्कै मैले मोबाइल समाउनु र त्यहाँ सुत्तै उडिसकेको छ त्यहाँ त सायद रेकर्ड भयो होला छोराहरू हामी कहाँ आइपुग्यो हेटौडा भन कहाँ हो हेटौडा भन अपटे होइन हेटौडा भन त हेटौडा मेरो शरीरलाई शुद्ध बोली कहिले आउँछ अहिले बोल्न त सबै बोल्छ प्रष्ट चाहिँ नबोल्ने हो नि अटुल गर्छ यो ठाउँ कुन ठाउँ हो गेस गर्नु त गाइस हामी हेटौडा आइपुग्यौँ फाइनली गाइज हामी चाहिँ हेटौडा आइपुग्यो आज चाहिँ हामी हेटौडामै बस्ने हो अनि भोलि चाहिँ घर जाने हो गाउँमा गाउँ चाहिँ भोलि मात्र गाउँ भन्नाले हरियोन हो हाम्रो घर हेटौडा बस्ने आज हरियोन चाहिँ भोलि मात्र जाने है छोरी फाइनली हामी हेटौडा आइपुग्यो भन न फाइनली हेटौडा आइपुग्यो हेटौडा चाहिँ एकदम रमाइलो छ हजुर यसलाई के चोक भन्छ बुद्ध चोक बुद्धको मूर्ति रहेछ बुद्धको मूर्ति बुद्ध चोक हरियोन जाने चाहिँ कता हो सिधा हरियोन यता कता यता चाहिँ हामी आज बस्ने ठाउँ नारायणघाट जाने बाटो यता दसैँ लागेर होला एकदम भिड छ बाटोहरू पनि हेर्नु न यहाँ मान्छेहरू कति धेरै मान्छेको पसल कति धेरै दसैँ लागेर सपिङ गर्नेहरूको भिड आजलाई यति नै बाई बाई सबैजनाले माया गरिदिनु होला हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनु होला सबैजनाले माया गरिदिनु